हेलो साथीहरू, आज चाहिँ मेरो घरमा पाक्दैछ सिद्रा माछाको सुकुटी। अनि यता पकाइसकेँ मैले ढेँडो। यो हो कोदोको ढेँडो। हेर्नुहोस् बाकुडिरहेको छ। अनि अब यो चाहिँ मजाले खानुपर्ने हुन्छ बसेर चप्प पारेर साथीहरू। कट्टु लाएर ढेँडो खाँदैछ यहाँ। यता चाहिँ फेरि माछाको सुकुटी मन नपराउने मान्छे गाइस चाउचाउसँग ढेँडो खानु भएको छ। यता चाहिँ गाइस सिधा गरेर बनाउनु। ए हल्लिदो पो रहेछ यार। बत्ती अफ भयो त। बाहिर आएर हो, उज्यालो भएर। गाइस मैले चाहिँ खाएँ ल गाइस, हेर्नु है। कोदोको ढेँडो, सिद्रा माछा, यी सुकुटी। नाकमा पसिना आइसकेको छ मान्छे। गर्मीले हल्ले